पैसे मेरे हैं। ये रहा, अभी भी रखे हुए हैं, हमने आपके पास ही आ रहे थे, भगवान की कसम। तो फिर तूने क्यों लिया? नहीं, हम दीदी के पास ही आ रहे थे। कपड़ा उतार दूं ना सब। हम आपके पास ही आ रहे थे, मगर भगवान शिव के पूजा दीदी यो खोल पीड़ देना, यो खोल तेरा माला सब खोल पुलिस बोलाइदिउँ नानी हामी पनि। अब यो लाउँछ कि लाउँदैन? साँच्चै लायो भने, साँच्चै पोखरामा देख्यो भने हो देख्छ। यसो होइन इन्डिया जान्छ हो, थाना पुऱ्याउँ कि इन्डिया जान्छ? एक दिन थानामा बसेर जा। भोलेनाथको कुरा नगर्दा बहिनी दिगन्त कति पैसा लिएको भनेर पैसा लिएको सबै आपका फसल में आए थे, राधा भोलेनाथ की कसम खा रहे थे। साथीलाई बोला यो सारा मासाला देशको मुर्जी यो सारा चोर खोटा। ओए ओए है तैँले कतिजना ठगिसकेको हुन्छ नठगी कहाँ ठगिसकेको हुन्छ? कहाँ ठगिसक्नु न? के त दिदीले जानिदिएको? कसैलाई छिर्यो भने होइन कस्तो दिदीले जानिदिएको? नेपालमा सजिलो हुन्छ ठग्न? तैँले के पैसा भन्न? कस्तो आफैले दिएको? सबैले आफैले दिएको हैन? यसो गर्यो यसको बसमा मलाई मैले भित्रसम्म बस्यो, अनि त्यसपछि मैले चाहिँ 110 दिएँ हैन, अनि त्यसपछि 500 दिएदो भने मलाई, अनि 500 दियो खाना पकाइदियो भने हैन। भगवानको नाममा कम मैले चाहिँ गनके दिएँ 3600, अनि मैले चाहिँ के अरे 500 दिएँ खाना पकाइन भनेर हैन, अनि 3000 झिके दिएदो भन्यो भन्यो हैन। 3000 छुवा अनि काउन्टरमा राख्नु झिकेर राखेको त लिएर सँगै नगर्के भोलेनाथ ओए भगवानको नाम नलिक तैँले ओए भगवानको नाम नलिक सुन्दैन? दीदी को फसल ढूंढते फिर रहे थे हम, भगवानको नाम नलिएर सुन्दैन? सबैले मार्दिनु। एमा सबै भिडियो गरेर भिडियो नगर ल हट्यो होइन, पुलिसको जिम्मा लाउनुपर्छ त यसलाई। कहीँ यहाँबाट निस्केर अरूलाई ठग्यो नि के गरिँदै? पुलिसलाई बोलाउनु है, यसले त त्यही भनेको। कल हमने लिया, पता नहीं हमने गलत किया है, हम इधर रोड से गलती होने के लिए उसका पैसा देने के लिए जा रहे थे। ये लोग बोलते थे वो दीदी एक मिला आने वाला उसका पैसा देकर मैडम तेरा आफ्नै गल्ती छ नि, अब वे ठुलो मान्छे हुन्छ। खासा मेरो आमा ओए त्यसको ग्याङ छ रे, ग्याङै छ यसको ग्याङै समात्न पर्छ। चितवनमा नि यस्तो गरेर लहटेका हुन् तिमीहरूको ग्याङलाई। पोखरा नि खाम्ला भनेर आउला सब खाला। कस्तो के दिदी कस्तो तपाईँले झ्याको भन्नुभयो उसको भयो कि सुन्नु भएन क्या? यही भनेको योहरूले बस्नु योहरूको आउँछ बस्नु गरेको योहरूले इन्द्रजाल पढेर आएकोहरू तिनीहरू जे भन्नु